फ्यामिली त मेरो व्यापारी नै हो पहिलेदेखि नै, तर रिटेलिङ मात्रै थियो पहिला। 1990 मा चाहिँ गार्मेन्ट खुब चलेको बेलामा एकजना साथीले गार्मेन्ट गरौँ भनेर भन्दाखेरि म पनि होमिएर लागेको। गार्मेन्ट प्रोडक्सन सम्बन्धी केही पनि ज्ञान थिएन, जिरो नै थियो। तर गर्दै जाँदा सिक्यो, सिक्दै गएर अनि नेपालको अब प्रोडक्सन राम्रो भएको भएर अनि त्यो प्रोडक्सन फेसिलिटी पनि सबै इम्प्रोभाइज हुँदै गएपछि पछि गएर हामीले वालमार्ट, ग्याप सम्मको पनि हामीले प्रोडक्सन चाहिँ राम्रै गर्थ्यौँ। उनीहरूले आएर फ्याक्ट्रीहरू हाम्रो यो प्रोडक्सन फेसिलिटी सबै रेटिङ गर्थ्यो। त्यो रेटिङमा पास गरेरै हामीले ग्यापको पनि काम गरेको। नेपालमा अहिलेसम्म प्रोडक्सनमा ग्याप भनेको चाहिँ हाइएस्ट क्वालिटी, त्योभन्दा बियोन्ड चाहिँ यहाँ क्यापेसिटी नै थिएन। किनकि त्यो लुगा बनाउने काम भनेको लुगा त लुगै हो, तर क्वालिटीको स्ट्यान्डर्ड चाहिँ आफ्नो आफ्नो हुन्छ। अनि त्यो सस्तो त लुगा धेरै बन्थ्यो, अनि हाई क्वालिटीमा चाहिँ थोरै फ्याक्ट्रीले बनाउँथ्यो नेपालमा। त्यसमध्ये हामी पनि पढ्न सक्यौँ त्यो बेलामा। प्रोडक्सन फेसिलिटीमा त लाइट, उनीहरूले लाइटसम्म पनि चेक गर्छ कि काम गर्ने मान्छेलाई लाइट कति चाहिन्छ, पुग्छ पुग्दैन, त्यो टोइलेट चेक गर्ने, उनीहरूको बस्ने ठाउँ चेक गर्ने, सबै कुरो चेक गर्ने। त्यो सबैमा हामीले चाहिँ राम्रैसँग पास गरेर काम भइरहेको थियो। अनि पछि गएर अब कोटा पनि सकियो, फेरि नेपालमा पोलिटिकल प्रब्लम पनि भयो। त्यो कारणले गर्दा प्रोडक्सन फेसिलिटी जति राम्रो जस्तो जे कुनै पनि रहेन, सबै सकिएको। लाखौँ मान्छेले काम पाइरहेको, बेरोजगार एकैचोटि। त्यो फेज चाहिँ हाम्रो लागि अब डार्क फेज भनौँ होइन, डार्क टाइम भयो, एकदम गाह्रो भएको थियो। त्यसपछि गएर अनि आफ्नै ब्रान्ड बनाउने, जति हामीले विदेशीको लागि काम गरेर जति सिकेका थियौँ, अब यो यसो छ, अमेरिकाको मार्केटको लागि हामीले प्रोडक्सन मात्रै गर्थ्यौँ पहिला, उनीहरूकै डिजाइन स्पेसिफिकेसनमा गर्थ्यौँ। त्यो सबै गर्दा हामीले टेक्निकल कुराहरू, स्किलहरू सिक्यौँ। त्यो सिकेकोलाई मैले के गरेँ भन्दाखेरि 90मा सुरु गरेर 5 वर्षभित्रमा मलाई के विचार आयो, सधैँ अर्काको मात्रै काम गरेर त भएन, आफ्नै मार्केट बनाउनु पर्छ भनेर भक्तपुरमा गएर कपडा कलेक्सन गरेँ मैले। कपडा कलेक्सन गरेर त्यो कपडा बोकेर म ओसाका गएँ। त्यहाँबाट डाइरेक्ट फ्लाइट थियो यहाँबाट। त्यहाँ गएर मैले लक्कीली एउटा कस्टमर पनि भेटेँ। हामी उनीहरूले कस्तो भन्दाखेरि प्रोडक्सन गर्ने मान्छे भने एकदम इज्जत गर्ने, विश्वास गर्ने। उसले चाहिँ नेपालबाट अरूबाट किनिरहेको अर्डर लुगा चाहिँ उनीहरूलाई बन्द गरेर हामीलाई दियो अर्डर। त्यो ल्याएर हामीले जुन क्वालिटी दियौँ त्यो क्वालिटी ऊ चाहिँ छक्कै पऱ्यो, राम्रो भयो उसलाई। अनि उसँग कन्टिन्यू भएपछि अरू कम्पनी पनि थपिँदै गयो। जापानमा, त्यो जर्मनीमा, क्यानाडामा, अनि नेपाली फ्याब्रिकलाई पनि प्रमोट गरेँ मैले। अनि यही फेसिलिटीमा मैले चाहिँ सर्टेन सेक्सन छुट्याएर यो जुन युरोपियन जापानिजको सानो प्रोडक्सन, उनीहरूको एक किसिमले भन्दाखेरि बुटिक टाइपको भनौँ न, एउटा स्टाइलमा अमेरिका हुँदाखेरि 10,000, 20,000, 30,000 गर्थ्यो पिसहरू। यहाँ यता भनेको 200, 300, 400 के, अब त्यो भनेको सानो क्वान्टिटी भयो। त्यो हामीले अलग्गै फेसिलिटी बनाएर, टिमै बनाएर त्यसलाई कन्टिन्यू गऱ्यौँ। अनि त्यो जुन युनिट सानो थियो, त्यो सानो युनिट अहिले पनि कन्टिन्यू भइरहेछ। त्यही युनिटले गर्दा हामी अहिले आजको दिनमा जुजु वेयर्स बनाएर बसिरहेछौँ। जुजु वेयर्सका अहिले अब अरू जुन कस्टमरले जुन दिन्थ्यो नि, त्यो अहिले पनि भइरहेछ। उहाँहरूकै स्पेसिफिकेसन काम त्यो पनि भइरहेछ हाम्रो। युएस मार्केटको चाहिँ सकियो, तर युरोपियन, जापानिज, क्यानाडियनहरूको छ अहिले पनि। पहिला सुरुमा त अब यङ एजमा जे भए पनि नयाँ काम गर्ने जोस जाँगरमा चाहिँ साथीको लहलैमा लाग्यो हो। अब लागेपछि अब छोड्न पनि सकिएन, अरू काम थिएन, अब त्यसैमा लाग्यो। अनि मैले विशेष चाहिँ आर्ट पढेको कारणले गर्दाखेरि टी सर्टमा आएपछि त्यो आर्ट सबै काम लाग्यो। यहाँ जुन देख्नुहुन्छ प्रिन्टहरू वा हाम्रो त्यहाँ पसलमा देख्नुहुन्छ त्यो सबै कन्सेप्ट अहिले भर्खरै कुरा गरेर जाने भाइहरू चाहिँ आर्टिस्ट नै हो। उहाँ पनि उहाँसँग त्यो आर्टकै कुरा गरेको हामी। अब नयाँ कन्सेप्ट आउँदैछ, त्यसरी नै हामीले चाहिँ नयाँ डिजाइनहरू क्रिएट गर्दै अब राम्रो कलेक्सन बनिएको छ। त्यो आर्टको क्वालिटी प्लस मेरो लुगा बनाउने क्वालिटी पनि, त्यो जुन नलेज छ त्यसको चाहिँ कम्बिनेसन भएको छ अहिले। यो विदेशमा बस्ने नेपालीहरूले नेपालको आर्ट पनि पायो, अनि त्यहीँको स्ट्यान्डर्डमा उनीहरूले अब $30 किन्ने लुगाको क्वालिटी यहाँ हामी कहाँ चाहिँ 1200-1500 पाइरहेछ। त्यसले पनि हाम्रो बिजनेस चाहिँ अहिले थेगिएको छ भनौँ न, हामी थामिरहेको। अहिले हामीले आफ्नै पसल त बाहिर खोलेको छैन, तर यहाँबाट हामीसँग चाहिँ होलसेलमा लगेर बेच्नेहरू छन्। क्यानाडामा छ, युकेमा छ, अस्ट्रेलिया, युएसमा पनि छ, जापानमा छ,
अहिले नै टाउनमा आएको एकजना चाहिँ हाम्रो यो फेभियन भन्ने स्विजरल्यान्डको मान्छे हुनुहुन्छ अघि फोन गर्नुभएको थियो आज त्यहाँ पसलमा जानुभएको छ हाम्रै प्रडक्ट चाहिँ नि छानेर लिएर गएर आफ्नै पसलमा बेच्नुहुन्छ उहाँले हाम्रो प्रडक्ट क्वालिटी चाहिँ नि युरोपियनहरूलाई ऊ टुक्कसँग बेच्छ नो प्रब्लम अब नेपालको लुगा भनेर त उहाँले पहिलेदेखि त खास चाहिँ किन्दैन थियो लुगा विशेष अब ह्यान्डिक्राफ्ट किन्ने छुट्टै भयो लुगाको क्वालिटी हुँदैन थियो तर हामीले चाहिँ जुन क्वालिटी बनाएको छ युरोपियनहरूलाई पनि क्वालिटी चाहिँ एक्सेप्टेबल भयो त्यही भएर उहाँले आफ्नो स्विजरल्यान्ड जस्तो अब एकदमै हाई क्वालिटी स्ट्यान्डर्ड भएको ठाउँमा हाम्रो लुगा लगेर उहाँले बेचेको भनेको एक त नेपालको प्रिन्ट चाहिँ नेपालको विशेष भयो एकदम डिफ्रेन्ट भयो अनि लुगा चाहिँ क्वालिटी राम्रो र अनि आर्ट हो विशेष तपाईँले भन्दा क्वेसनको एन्सर सायद आर्टै होला होइन लुगा त अब लाउने कुरा राम्रो हुनु परिहाल्यो अनि जुन प्रिन्ट हामीले डेभलप गर्छौँ त्यो चाहिँ उहाँलाई मन परेपछि अनि किन्नु नेपालकै सन्दर्भ मात्रै हुन्छ यसमा हामीले चाहिँ नेपाललाई नै प्रमोट गर्ने हो नेपालको कुनै पनि राम्रो चिज त्यो मन्दिर होस् आर्ट होस् हिमाल पहाड नेचर होइन अब मान्छेको चाहिँ चाडपर्वकोहरू त्यो सबै रिप्रेजेन्ट गरिरहेको छ हामीले अब एकैचोटि आउँदैन अब नयाँ नयाँ आइडिया आउँछ नयाँ फेरि त्यो बनायो त्यसरी चाहिँ हामीले अब कन्टिन्यू हाम्रो चाहिँ कलेक्सन चाहिँ बढ्दै गएको छ हामीले एक्सपोर्ट पनि लोकल पनि सबै गर्दाखेरि वर्षमा आजकल चाहिँ नि 16-17 करोड हाम्रो यो 2000 भनौँ यो लकडाउनभन्दा पहिलासम्म एभ्री इयर ग्रो भइरहेको थियो जुजुबेर्स हामीले स्टार्ट गरेको जुन 1 2013मा त्यहाँदेखि एभ्री इयर हाम्रो चाहिँ एकदमै राम्रो ग्रो भइरहेको तर यो लकडाउन पछि कोरोना पछि चाहिँ स्टप भएको अनि लास्ट इयर पनि अलिकति खस्क्यो यो साल चाहिँ अलिअलि कभर हुन खोजिरहेछ तर पहिलाकै त्यो स्पिडमा चाहिँ आएको छैन अहिले पनि त्यो मन्दीको असर चाहिँ होला भन्छु म त्यस्तो इकोनोमीको जानकार चाहिँ होइन है मलाई त्यो थाहा छ टुरिस्ट त्यो जुन गाइडहरू उहाँहरूले पनि मन परेर हामी त्यो कमिसन दिने त्यसो काम चाहिँ गर्दैनौँ तर उहाँहरूलाई चाहिँ एउटा यो पनि देखाउनु पाए हुन्थ्यो किने हुन्थ्यो भन्ने होला आफै ल्याउनुहुन्छ जस्तै झम्सीखेलमा पनि त्यहाँ छेउमै भएको रेस्टुरेन्टहरूमा ग्रुप आउँछ कि बसै आउँछ अनि त्यस बसै ल्याएर रोकेर हामी कहाँ सपिङ गरेर हिँड्छ तर हामीले कमिसन दिने यस्तो चाहिँ गर्दैन लाजिमपाटमा पनि टुरिस्टहरू हो कि जस खैरेहरू चाहिँ आइरहेको हुन्छ कुहिरेहरू अब एम्बासीको मान्छे होला अनि कहिलेकाहीँ जापानिज अमेरिकन एम्बासीबाट चाहिँ रेफर गरेर पठाएको पनि हामीले इन्सिडेन्ट चाहिँ छ अनि एकचोटि त युएस एम्बासीबाट फोन पनि आएको थियो तपाईँको फ्याक्ट्री भिजिट गर्नु पऱ्यो हाम्रो चाहिँ स्टाफहरूले देखाउनु पऱ्यो भने अब हामी कहाँ त्यस्तो केही पनि विशेष छैन हेर्ने भए आउनुहोस् तर विशेष केही पनि छैन लुगा सिउने फ्याक्ट्री हो अरू त केही पनि होइन भनेपछि इट्स ओके विल किप अन रेफरिङ टु यर कम्पनी भने यो करोना नाम चाहिँ मैले त 97मै सुरु गरे हो त्यो चाहिँ नि विशेष चाहिँ हामीले जुन युरोपमा जापानमा पठाउने नेचुरल फ्याब्रिकहरू विशेष गरी हेम्प ब्याम्बू अनि अलिकति लिनेन पनि हो तर हेम्प र ब्याम्बू चाहिँ विशेष त्यो मेटेरियल युज गरेर हामीले लुगा बनाएर युरोप जापान पठाउँथ्यौँ धेरै अनि नेपाली कटन त छँदैछ हेभी कटनहरू यहाँको खद्दरहरू त्यस्तो सबै पनि गइरहेकै थियो अनि त्यसको लागि चाहिँ मैले ब्रान्ड बनाएर 97 देखि 2002 सम्म त फ्रान्समा हाम्रो करोनाको चाहिँ नेपाली कपडाको लुगा धेरै गयो एकदमै गयो त्यसै करोना चाहिँ त्यसो चलिरहेको थियो अनि त्यसपछि विचार गरेँ होइन अब नेपाली ब्रान्ड नेपालीलाई पनि किन नबेच्ने त नेपालीले विदेशी मात्रै लुगा किन लाउनु पर्यो बा ठमेलमा गएर हिप्पी नै स्टाइल मात्रै किन लाउनु पर्यो नेपाली कपडालाई नर्मल स्टाइलमा नर्मल मान्छेले जस्तो कि म नै भनौँ न म फेसनेबल मान्छे पनि होइन हिप्पी पनि होइन सिम्पल लाउने मान्छे मैले पनि लाउन सक्ने गरी लुगा बनाउने भनेर अनि करोनामै हामीले कलेक्सन बढायौँ त्यो फ्रान्स युरोप पठाउने बाहेक आफ्नै यहीँको लागि भनेर हामीले सर्टहरू प्यान्टहरू बनाउन थाल्यौँ टी सर्टहरू अनि त्यो करोनाको जुन त्यो मेटेरियल चाहिँ नेपाली प्लस अनि अर्को चाहिँ हेम्पवाला पनि थियो हेम्प ब्याम्बो त्यो सबै हामीले दरबार मार्गमा फर्स्ट जुन बेलामा शेर्पा मल खाली थियो अब उनीहरूको इन्टरनल के थियो थाहा छैन जे होस् त्यहाँ झारै थियो प्लाजा भन्छ के भन्छ सपिङ मल बन्नुभन्दा पहिला त्यो बन्नुभन्दा पहिला होटेल हुँदाखेरि अनि होटेल चाहिँ बन्द भएको अवस्थामा त्यो सँगै जोडिएको हिमालयन टुर्स एन्ड ट्राभल्सको घरमा चाहिँ ग्राउन्ड फ्लोरमा एउटा सेक्सन हामीले पायौँ त्यहाँ चाहिँ हामीले फर्स्ट सोरुम खोलेको अनि नेपालीहरूले अब भनौँ न कुनै नेपाली लुगा नेपाली कपडाको नेपाली प्रोडक्सन नेपाली ब्रान्ड दरबार मार्ग जस्तो ठाउँमा खोलेको हामी पहिलो हो हामीले कुनै इन्डियाबाट लुगा ल्याएर चाइनाबाट लुगा ल्याएर केही पनि बेचेन एभ्रिथिङ हामीले बनाएको नेपाली ब्रान्डको त्यो बेलामा हामी चाहिँ नयाँ जस्तो भयो
अब अहिले आएर त मेड इन नेपाल भनेर त भुइँमै आएको छ अहिले मेड इन नेपाल यङहरूले पनि मेड इन नेपाल लाउने मेड इन नेपाल झोलाहरू सबै कुरा छ अहिले धेरै डेभलप भएको छ अनि मेड इन नेपाल युज गर्नुपर्छ भन्ने त्यो विचार पनि आइसकेको छ त्यो चाहिँ पोजिटिभ छ मैले पर्सनली विशेष चाहिँ त्यस्तो कुरा के पनि फलो गरिनँ आफ्नै अब क्रिएसन गर्यो बनायो पसलमा राम्ररी गर्यो राम्रो सर्भिस दियो भइरहेको थियो मलाई त्यस्तो विशेष चाहिँ क्याम्पेन के पनि थाहा छैन करोनामा चाहिँ हामीले करोना नेचुरल वेयर्स भनेर नै गरेका छौँ नेचुरल फ्याब्रिक त्यसमा चाहिँ अब मोस्टली अर्ग्यानिक अनि डाइङ पनि हामीले चाहिँ कति त हामीले चाहिँ भेजिटेबल डाइङ नै गर्थ्यौँ ककनीमा एकजना एउटा कम्पनी थियो अनि ककनीसम्म लगेर दिएर अनि उहाँले चाहिँ ड्राई गरिदिने नेचुरल नै 100% नेचुरल अनि जो चाहिँ नि विशेष गरी टी सर्ट विथ प्रिन्ट टी सर्टमा प्रिन्ट चाहिँ अनि सबै नेपाली सब्जेक्टहरू नेपाली अघि भने जस्तो नेपाली कुराहरू जे छ अनि अब जस्तै हामी कहाँ चलेको तमसोमा ज्योतिर्गमय असतोमा सद्गमय त्यो पनि छापेका छौँ त्यो पनि राम्रो मेसेज टुवर्ड्स लाइट फ्रम डार्कनेस त्यो पनि छापेका छौँ अहिले हाल नयाँ फेरि हामीले त्यो हामी त्यसरी चाहिँ स्ट्रेट बुद्धवाज बोर्न इन नेपाल त्यो भन्न चाहँदैनौँ बुद्ध नेपाल जन्मिया त हिस्टोरिकली सबैलाई थाहा छ पर बुद्धको राम्रो कुरा चाहिँ मैले चाहिँ छापेको छ बुद्धको फेस राखेर इफ यु वान्ट टु नो यर फ्युचर लुक एट वाट यु आर डुइङ एट दिस मोमेन्ट मेसेज त त्यो हो नि आज के कर्म गरिरहेछ त्यसैको फल न भोलि पाउने हो ज्योतिषलाई सोधेर त हुने कुरा भएन के पनि होइन जे गरेँ त्यही नै हुने हो त्यो मेसेज चाहिँ मैले छापेको छु त्यस्तै अर्को पनि छापेको छु बुद्धको मेसेजहरू बुद्धको हामी गरिरहेको हुन्छौँ अब यहाँ हामी कहाँ बुद्धिस्ट त्यो जुन जति पुरानो छ नि हामीसँग त अब 1500-1600 वर्ष पुरानो कुराहरू कति छ नि लिच्छवीकालको जस्तै वहीँ जन्मेर हुर्किएको ठाउँ गुच्चा खेलेको ठाउँ भनेको त्यहाँ 7th सेन्चुरीको चाहिँ चैत्य छ त्यसमा त हामी गुच्चा खेल्ने हाम्रो थाइल्यान्ड छ चाइना छ एकदम राम्रो क्वालिटीको ल्याउँछौँ हामीले जानेसम्म मेटेरियल सबभन्दा पहिला चाहिँ मेटेरियल नै राम्रो हुनु पर्यो अब त्यो चाहिँ हामीले मेटेरियल चाहिँ हामी छानी किन्छौँ अब चाइना गए पनि हामीले चाइनामा आफ्नै क्वालिटी त्यो छानेरै अर्डर गरेरै बनाउँछौँ बजारमा पाउने उठाएर चाहिँ ल्याउँदैन नेपालको चाहिँ यो जुन ट्रेडिसनल कटन चाहिँ हामी विदेशको लागि युज गर्ने बढी जसो त टी सर्टमा चाहिँ त्यो क्वालिटीको नेपालको छैन र मेटेरियल चाहिँ हामीले मगाउनै पर्छ किनकि अब र मेटेरियल राम्रो भएन भने जति राम्रो बनाए पनि केही अर्थै भएन डिमान्ड त्यही अब अलिकति अहिले आएर चाहिँ अलिकति स्ट्याग्नेन्ट चाहिँ भएको छ ग्रोथ चाहिँ हुन सकेको छैन अहिले तर जे होस् हामी चाहिँ सर्भाइभ राम्रै भइरहेको छौँ हामीलाई त्यो अब के गरौँ भन्ने चाहिँ भएको छैन जे होस् विशेष गरी विदेशमा बस्ने नेपालीहरूले क्वालिटी चिनेर आइरहेकै छ अब अहिलेको जेनेरेसन भन्दाखेरि अब हामी हुर्किँदा भन्दा त सम्पन्न पनि छ एक्सपोजर पनि छ अब आजकल भनेको त जे कुरा पनि अब इन्टरनेटमा सबै कुरा अभाइलेबल छ अनि वर्ल्ड नै अब इन्टरनेटले गर्दा जोडिसकेको छ आजकलको यङ जेनेरेसनको त सोच नै ग्लोबल भइसकेको छ अहिले हैन त्यो कारणले गर्दाखेरि अब युरोपियन आर्ट हैन अब एसियन आर्ट चाइनिज भनौँ नेपाली भनौँ इन्डियन सबैतिर एक्सपोजर बढी पनि छ अनि बढी एजुकेटेड पनि भइसक्यो अब आजकल यङहरू भनेको त नपढेको को हुन्छ र एकदमै कम हुन्छ अनि त्यो सँगसँगै आउने जुन आर्टप्रतिको जुन अवेरनेस छ त्यो बढेको डेफिनेटली हो विशेष अब हाम्रै कुरामा चाहिँ हाम्रै सम्बन्धी कुरा गर्दा चाहिँ हामीलाई खासै असर छैन किनकि बाहिरबाट आउने थाइल्यान्ड चाइनाबाट बढी आउँछ होला बङ्गलादेशबाट पनि आउँछन् हैन उहाँहरूको चाहिँ लुगा बनाउने जुन लुगाको जुन टाइपको छ टाइप अनि स्टाइल त्यो चाहिँ जेनेरिक हुन्छ जेनेरिक टाइपको अनि हाम्रो पनि लुगा त सिम्पल बेसिक नै हो तर हाम्रो प्रिन्ट चाहिँ एकदम स्पेसल भयो नि त आफ्नै भयो नि अब बङ्गलादेशले हाम्रो प्रिन्ट त बनाउँदैन त्यो त हाम्रै दिमागबाट आएको कन्सेप्ट भयो त्यो प्रिन्टको कन्सेप्टले नै हामीलाई चाहिँ टिकाइरहेको वास्तवमा नो कम्पिटिसनै छैन खास प्राइस त हाम्रो त्यो मेटेरियल महँगो भएको कारणले यो जुन लोकली अरू टी सर्टहरूभन्दा महँगो नै छ हाम्रो त टी सर्टहरू अहिले हाराहारी 1500 अनि करोनाको भयो भने त महँगो छ 3000 3200 3400 त्यो मेटेरियल महँगो भएर लुगा बनाउने तरिका त्यही नै हो तर मेटेरियल महँगो छ र मेटेरियल हामीले त्यो जुन हेम्पको ब्याम्बू गर्छ त्यो चाइनाबाटै इम्पोर्ट गर्छ यहाँ त्यो क्वालिटीको बन्दैन विशेष त्यो करोनाको चाहिँ कस्टमर चाहिँ विदेशी नै हो नेपालीहरूलाई त्यति भनौँ न अब हेम्पको लुगा खासै त्यति इन्ट्रेस्ट छैन
अनि जुजुमा जुन प्री कटनको छ त्यही नै बढी लान्छ अनि विदेशीहरूले चाहिँ करोडाकै खोज्छ उनीहरूले चाहिँ त्यो हेम्पको ब्याम्बोको उनीहरू हामीभन्दा अलिकति फरवर्ड छ नि त अनि उनीहरू त अब एक्सपोज भनौँ उनीहरूको अब समाजै अगाडि भइसक्यो नि त हामी अलिकति ब्याकवर्डै छौँ त्यो हिसाबले अब मेरो इमिडिएट भनेर रिटायर हुने हो भित्री मनमा चाहिँ नि अब यो हामी ब्रान्ड चाहिँ हुन त बढी जसो विदेशै गइरहेको अहिले पनि अब कुनै पनि ब्रान्ड भनेको जस्तै कि अब मैले अलिक ठुलो कुरा गर्दा चाहिँ जर्मनीमा एडिडास बन्यो हैन दुईजना दाजुभाइ मिलेर सुरु गरे सुरु गर्दा यस्तै सानै त हो नि त उहाँहरूको मेहनत उहाँहरूको चाहिँ भनौँ न अब हरेक कुरा मिलेपछि एडिडास भनेपछि नचिन्ने कोही पनि छैन अहिले सक्कली ला पनि नक्कल ला पनि एडिडास चाहिँ जल्दी पनि लाखेछ अब नेपालबाट पनि नेपालमा भनेको अहिले पनि हामीसँग चाहिँ यो लेबर त्यतिकै छँदैछ अब सकिएमा त हामीले पनि आफ्नै प्रोडक्सन संसारभरि आफ्नै नामबाट बेच्न सकिने त हो अब त्यसको लागि हामीले मिहिनेत चाहिँ धेरै गर्नुपर्छ नसकिने चाहिँ होइन किनकि हामीले र मेटेरियल एडिडासले पनि संसारभरिबाट किन्छ संसारभरिबाट प्रोडक्सन गरेर लिन्छ सबै आफैले बनाउनु त होइन अनि बेच्छ सबै आफ्नै नामबाट संसारभरि बेचिरहेको छ हामीले चाहिँ जर्सीहरू अहिले 1000मा बेचिरहेछ भने त्यही कपडा किनेर उनीहरूको नाममा बेच्दा 6000 बेच्छ यही पनि बेचिरहेको सेम कपडा हामीले त्यो हाई क्वालिटी कपडा पनि किन्छौँ उनीहरूले पनि हाई क्वालिटी कपडा उनीहरूले कपडा उनीहरूले पनि सस्तो युज गर्ने त होइन राम्रै क्वालिटी हुन्छ तर नामको पैसा चाहिँ त्यति धेरै छ एउटै क्वालिटीको लुगा चाहिँ कहाँ अब अलिक मैले बढी बोले पनि हुनसक्छ है या माइन्ड नगर्नुहोस् किन मैले आफ्नो प्रडक्ट चाहिँ मैले जानेसम्म कहीँ पनि कमी हुन दिँदैन मेटेरियलदेखि स्टिचिङदेखि सबै कुरा त्यो एक्ज्याक्टली यति नै भन्ने चाहिँ भन्नु अप्ठ्यारो छ स्टाइलमा कति कुराहरू हुन्छ होइन अब कहिलेकाहीँ मिस्टेक भएर होल लटै खेर जान्छ है दुनियाँ छ कि त्यो किनकि प्रोडक्सन गर्नु भनेको फेरि नेपालमा विशेष अहिले के समस्या छ भने स्किल म्यान पावर चाहिँ एकदमै कम छ अहिले हामी कहाँ जुन बेला गार्मेन्ट एकदम धेरै चलेको थियो लाखौँ मान्छेले काम गरिरहेको थियो त्यो बेलामा स्किल लेबर सबै रेडी भइसकेको थियो सबै बेरोजगार भयो एकैचोटि अनि कोही अब हामी कहीँ काम गरेका मान्छेहरू राम्रो क्वालिटी गर्नेहरू दुबई गएको छ मलेसिया गएको छ राम्रोसँग थाहा छ साइप्रस गएको छ त्यो सबै खेर गयो हाम्रो अब अहिलेको दिनमा चाहिँ नि अलिकति जाने बुझेको पढा लेखाएर चाहिँ सबैजना बाहिरै जाने भएको छ भनेर यहाँ हामीसँग भएको मान्छे काम नगर्ने भने होइन हामीसँग एकदम लिमिटेड मान्छे छ लिमिटेड प्रोडक्सन छ लिमिटेड मार्केटमा बसिरहेको छौँ हामी अहिले पहिला जस्तो चाहिँ अब ठुलोमा चाहिँ अहिले हामी जानलाई अब के चाहिने हो अब सबभन्दा पहिला त अब सरकारबाट चाहिँ पोलिसी आउनु पर्यो उद्योग चलाउनलाई चाहिँ नि अलिकति सपोर्ट हुनुपर्छ अनि हाम्रो एसोसिएसन छ अहिले पनि अब हुन त त्यति काम छैन तै पनि हाम्रो तयारी नेपाल तयारी पोसाक उद्योग सङ्घ छ बानेश्वरमा होइन कति कुराहरू भइरहेको पनि हुन्छ वर्कसप पनि भइरहेको हुन्छ तर वस्तुगत किसिमले अब्जेक्टिभली चाहिँ नि गार्मेन्ट इन्डस्ट्री पहिला जस्तो फेरि बनाउने हुर्काउने नेपालीलाई रोजगार दिने त्यो वातावरण चाहिँ बनिसकेको छैन होइन जुन अब भएकै छैन त अब केही पनि भइरहेको छैन अहिले अब सरकारले हुन त अब त्यहाँ सिमरामा जग्गा छुट्याइदिएको छ औद्योगिक क्षेत्र सेज भनेर अब तर पनि काम गर्ने वातावरण अब के नमिलेको एक्ज्याक्टली म भन्न सक्दिनँ अब त्यो कति कुराहरू अब पोलिटिकल के होला मेरो क्षमताभन्दा बाहिरको कुराहरू पनि छ मलाई गर्व लाग्ने भनेको हाम्रो चाहिँ नेपालको इतिहास भनेको आर्टमा चाहिँ हामी धेरै अगाडि हो है अघि भने जस्तो 1500 1600 1700 वर्ष अघिको आर्टिफ्याक्टहरू होइन हामीसँग अहिले पनि छ यहीँबाट चाहिँ यो थाङ्का भन्ने जुन बन्छ अहिले त्यो भनेको हामी यहाँ पौवा भन्छौँ यहाँ काठमाडौँ भ्यालीमा डेभलप भएको आर्ट फर्म हो त्यो स्टाइल त्यो आर्ट फर्म यहाँबाट तिब्बत चाइना गएर उता चाहिँ चलेको अनि तिब्बतबाट चाहिँ थाङ्का भनेर अहिले आइरहेछ अब यहाँ लोकलले पनि गर्छन् हामी चाहिँ पौवा भन्छौँ त्यो अब त्यो चाहिँ धर्म सँगसँगै डेभलप भयो त्यो अनि जुन यहाँ हाम्रो चाहिँ अब अहिले नै छ फालाफालै छ अब यहाँ अब भनौँ न राम्रोसँग पाटन मात्र घुम्नु भयो भने यति एन्सियन्ट कुराहरू के मैले हजारौँ वर्ष पुरानो चिजहरू आर्टहरू तपाईँहरूलाई म दिनभरि घुमाउन सक्छु देखाउन सक्छु यति धेरै छ आजै एकजना चाहिँ यो ट्राभल एजेन्सी चलाउने विदेशीहरूलाई नेपालमा ल्याउने कम्पनीको मान्छे आउनु भएको थियो
अनि अहिले जनबालको चाहिँ जुन अहिले यो रथ तान्नेवाला छ त्यसको लागि चाहिँ लुगा बनाइनु पर्यो भनेर आउनुभएको थियो त्यो बन्दैछ अहिले अनि उहाँको पनि उहाँसँग पनि अझै यहीँ बसेर कुरा भएको थियो अब उहाँले चाहिँ यतैतिर ल्याएर च्यासलमा कतै यस्तो यो पेट के पैसा लिएर भोज खुवाउने त्यस्तो कार्यक्रमहरू चाहिँ गर्दै हुनुहुन्छ अब रेगुलर नै गर्ने 4 चोटि चाहिँ गरिसकेको छ अब रेगुलर नै वर्षमा 12 चोटि गर्ने महिनामा 1 चोटि जस्तो त्यस्तो टाइपको गरेर प्रमोट गर्ने अनि यहाँ विभिन्न अब पुरानो त्यो पकड ठाउँहरू एकदम पुरानै कल्चर पुरानो डान्स म्युजिक सबै भएको चिजहरू प्रमोट गर्ने अनि त्यो सँगसँगै त ठाउँको पनि भ्यालु भयो अब त्यसरी चाहिँ प्रमोसन गर्ने उहाँको प्लान रहेछ मलाई एकदम खुसी लाग्यो मेरो स्कुलकै जुनियर रहेछ उहाँ अनि एकदम राम्रो रमाइलो कुरा भएको थियो हजुर अनि पछि उहाँले फेरि फोन गरेर अर्डर कन्फर्म गरेर अहिले काम भइरहेछ त्यो अब यहाँ अब पाटनको पनि जात्रा सुरु हुँदैछ त्यो पनि हजारौँ वर्ष पुरानो जात्रा हो अनि ठाउँमा धेरै छ कुनै दिन तपाईँहरू इन्ट्रेस्ट भयो भने भन्नुहोस् दिनभरि म तपाईँहरूसँग घुमेर देखाउँछ यहाँको चाहिँ गल्ली गल्ली बिहारहरू यस्तो पुरानो छ यस्तो राम्रो राम्रो आर्टहरू छ के अब हाम्रो फ्युचर प्लानहरू चाहिँ यो आर्टहरूलाई नि निरन्तर यो त निरन्तर दिनै राख्ने तर यसलाई चाहिँ हामीले अब हाम्रै चिज मात्रै त्यो राखेर त अब विदेशीलाई सबैलाई त इन्ट्रेस्ट हुँदैन नेपाल आउँदा नेपालको चिज माया लाग्छ लोभ लाग्छ लान्छन् सुभिनियर लान्छन् तर उनीहरूकै मार्केटमा डाइरेक्ट बेच्नलाई त नेपाली भनेर त उनीहरूले त किन्दैन वाट इज दिस भन्ला होइन के अर्थै राख्दैन त्यसको लागि अब हामीले चाहिँ अब मल्टिनेसनल रूपमा जानको लागि के गरे होला भन्ने चाहिँ सोच्दैछु मेरो छोरा चाहिँ अस्ट्रेलियामा पढेर आएको छ अहिले ऊ त्यही मेटेरियलको लागि थाइल्यान्डमा गएको छ अहिले यहाँ छैन अब उसँग पनि सल्लाह चाहिँ गरिरहेको छु यसलाई मल्टिनेसनल कसरी गर्न सकिन्छ कोसिस त गर्नु पर्यो नि होइन अहिले जुन छौँ बेस त बनिसकेको छ हामीसँग टेक्निकल बेस सबै कुरा छ तर यसलाई चाहिँ मल्टिनेसनल लानलाई त संसारभरिको ब्रान्डसँग कम्पिट गर्नलाई आफूसँग के त हुनु पर्यो विशेष त्यतिकै गरेर त हामी कसले पत्याउँछ होइन अब त्यो चाहिँ सोचमै छ अहिले एकदम क्लियर त्यो पिक्चर चाहिँ अब नेक्स्ट भनेको मेरो छोराले पनि हेर्ने हो मेरो छोराले हेरिसकेको छ छोराले उसले गरिराखेकै छ उसले चाहिँ आर्ट सर के पनि पढाएको छैन त्यो आर्टको पछाडि चाहिँ म रहन्छु आइ एम स्टिल यङ भनौँ न